सन्दीप लामिछानेले आज स्कटल्यान्डको टप अर्डर ब्याटिङ लाइनअप ध्वस्त बनाइदिएका छन्। पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले 21 ओभरसम्म एकदमै राम्रो प्रदर्शन गरिरहेको थियो। जब 21 ओभर सन्दीप लामिछाने गर्न आएका थिए त्यही उनले सुरुको उनीहरूको ओपनिङ पार्टनरसिप जर्ज मुन्सी र एमसी क्रेतलाई आउट गरे त्यही ओभरमा। त्यसपछि उनले 23औं ओभरमा ब्रान्डन म्याकमुलमलाई आउट गरे। त्यसपछि 25औं ओभरमा बेरिङटनलाई आउट गरेका छन्। उनले 4 विकेट लिएका छन्, एकदमै महत्त्वपूर्ण विकेट। अहिले स्कटल्यान्ड ब्याकफुटमा गइसकेको छ। नेपाल अहिले एउटा दबदबा कायम राखेको छ बलिङ मार्फत। सन्दीप लामिछानेले 6 ओभर गरेका छन्, उनले 4 विकेट लिइसकेका छन्। अझै 4 ओभर बाँकी छ। पक्कै पनि आज उनले 5 विकेट लिएर एउटा आफ्नो रेकर्डमा अर्को एउटा इँटा थप्नेछन् 5 विकेटको। त्यो आशा गरौँ र नेपालले यी खेलहरू जित्नै पर्ने हुन् आजको खेलहरू र जित्नुपर्छ भन्ने लाग्छ। र अझै पनि खेल बाँकी रहेको छ। अहिले 134 रन बनाएको छ 27.4 ओभरमा, 4 विकेट गुमाएर स्कटल्यान्डले। नेपालले ब्याटिङ गर्न बाँकी नै छ। पक्कै पनि नेपाल टिमलाई धेरै धेरै शुभकामना। र सन्दीप मात्रै होइन, ललितको पनि बलिङ आज राम्रो छ। उनले विकेट नलिए पनि एकदमै राम्रो बलिङ गरिरहेका छन् होइन, एकदमै दबाव कायम राखेका छन्। नेपाल टिमलाई शुभकामना।